ट्रेकिङमा जाँदैछ होइन गाइज। अब तपाईँहरूलाई भिडियो कस्तो लाग्छ होइन के लाग्छ होइन हेर्दै जाउँ कस्तो हुन्छ के हुन्छ होइन। अब ट्रेक देखाउँछु तपाईँहरूलाई गाइज। बाबा घन्टी समाएर गाइज म घन्टी जब समाइरहेछ हामीलाई यता के भइरहेछ प्याकिङ सुरु भइरहेछ गाइज। एबिसी ट्रेनको प्याकिङ सुरु भइरहेछ गाइज। गाइज एबिसीको प्याकिङ सुरु भइरहेछ गाइज। गाइज हामी चाहिँ हिँडेको है ट्रेकिङमा हिँडेको काठमाडौँ टु पोखरा, पोखरा टु बागलुङ तातो पानी। एल्टिट्युड त लाग्यो होइन होला नि त। त्यो भमिट हुने भनेको त एल्टिट्युडै लाग्यो हो नि त हौ। गाइज हामी चाहिँ फाइनली पोखरा आइपुगेको अवस्था है। पोखराको हेर्नुहोस् है यो हिमाल देखिरहेछ। यो हिमालको नाम चाहिँ के होला चाहिँ दामी छ भन्नुहोस् है तपाईँहरूले। यो पोखराको हिमालको नाम के हो हेर्नुहोस् बवाल छ है। Oh, look at view guys, very nice. यहाँ जाको त्यही खोला छ। पोखरा बजार टुरिस्ट हजारा ए हिमाल देख्न हेर्न आउने हो गाइस। केटाकेटी हो बेलैमा घुम्नुपर्छ यस्तै हिमालय। त्यसपछि चाइना पर्छ। ल गाइज हामी चाहिँ नर्थ एबिसीको लागि रेडी भइरहेछौँ। हामी चाहिँ अब निस्किन लाग्यो। गुड मर्निङ गाइज, गुड मर्निङ। हाम्रो दाइ यहाँ ब्लगर नेक्स्ट ब्लगर ह्यान्डसम भनेर पुरा होइन। दाइको जो ज्याकेट चाहिँ जहाँ जाँदा पनि यो ज्याकेट चाहिँ छोड्नुहुन्न हाम्रो दाइको। ल गाइज हामी चाहिँ तातो पानीबाट हुम्पो हिँडेको है एबिसी ट्रेकको लागि रेडी भइसकेका छौँ है। हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। हाम्रो चाहिँ यहाँ प्रेम दाइले चलाउनु भइरहेको छ है। भगवान् छ ल, थ्याङ्क यू यत्तिकै चिनाइदिनु भएकोमा। ल गाइज हामी चाहिँ तातो पानीबाट हुम्पो हिँडेको यहाँसम्म नर्थ एबिसी त मोबाइल चल्छ क्या। ल गाइज हामी चाहिँ एबिसी हिँडेको है। ऱ्याक लाएर हामी चाहिँ अब जान्छ के भन्छ है एबिसी ट्रेक। घाम लागेर छ माथि। ठुलो छ नि लु एकछिन नाच्नु फेरि पैसा फिर्ता लान्छु नि म। एबिसी ट्रेक यतापट्टि रहेछ यहाँबाट जाने होम्पोला नामक बस्ती गाइस। यो लास्ट बस्ती। ल गाइज हामी चाहिँ जगर्समा आइपुग्यौँ है। गाडी यहाँ छ। हामी चारजना ढाक्क लाएर है यसो तलबाट आएको ढाक्क लाएर अब हुम्फला पुग्छौँ एकछिनपछि। माथि हिमाल टुलिक्क टपिरहेछ गाइज है। ढाक्क लाएर चाहिँ हामी हिँड्न लाग्यो। बनाएर चला ब्याट्रीले काम नगरेको हाइड्रोलिक पावर स्टिङ लिक थियो बनायो भने चाउले मान्दैन भन्छ। पैसा मात्र खोज्छ अनि छैन। ल गाइज हामी चाहिँ गुराँसे डाँडामा आएर रेस्ट गर्दैछु होइन।
अन्नपूर्ण बेस क्याम्प पुग्नको लागि हामी भर्खर गुराँसी डाँडामा आइपुग्यौँ गाइस है। गुराँसी डाँडा है गाइस, गुराँसी डाँडामा आइपुग्यौँ हामी। अब हिँड्छौँ एकछिन पछि। हेलो गाइस, हामी चाहिँ नर्थ एबिसी नमस्ते बेस क्याम्प चाहिँ यहाँ आइपुग्यो है। बेस क्याम्पमा साथीहरू रेस्ट गर्दैछ है। अब हामी चाहिँ एकछिन पछि हिँड्छौँ माथि है। नमस्ते गेस्ट हाउसमा बस्दैछ गाइस यस्तो चाहिँ। हेलो गुड मर्निङ अन्नपूर्ण बेस क्याम्प है गाइस। हामी चाहिँ अन्नपूर्ण बेस क्याम्प है। यो चाहिँ 7 बजेको सिन है। बबाल चाहिँ गाइस अन्नपूर्ण बेस क्याम्पको है गाइस। ल गाइस, हामी चाहिँ माथि कुण्डमा जाँदैछौँ चाटो लगाएर है। ए हो है अन्नपूर्ण एबिसी, अन्नपूर्ण एबिसी बेस क्याम्प। दामी छ। हो गाइस, हामी चाहिँ हिमालको मुनि तालको मुनि होइन टक्क लगाएर यहाँ पूजा गर्न लाग्छौँ। हाम्रो खेम्बाला हुनुहुन्छ यहाँ, खेम्बालाले पूजा गर्न लाग्छ। हामी यहाँ बस सबै मिलाउँदै हुनुहुन्छ। हेर्नुहोस् पछाडि पनि हिमाल है, अगाडि पनि हिमाल। दामी छ गाइस। सो अब यहाँ चाहिँ हाम्रो खेम्बला र सन्दीप दाई मिलेर चाहिँ यहाँ पूजापाठ गर्दै हुनुहुन्छ। अनि हाम्रो भ्यू यस्तो बवाल छ है। सो तपाईँहरू पनि आउनु सक्नुहुन्छ मजाले घुम्नको लागि। कफी खान लाग्छ गाइस है। टक्क लगाएर यस्तो एउटा ग्यास सुरु भएपछि टक्क कफी भन्छ, चट्ट लगाएर खाइन्छ। नाथमा 4 चोटिको पालामा हिउँ परिरहेछ गाई चाहिँ फुरिरु हेर्नुहोस् मजाले। मौसम यस्तो हुँदाखेरि चाहिँ हिउँ पर्दैछ, पारि हिउँ परेर डल्लै यस्तो मौसम हुँदाखेरि चाहिँ हिउँ पर्दो रहेछ गाई चाहिँ बब्बाल हिउँ पर्दो रहेछ। हिँड्न सक्छ यस्तो ठाउँमा आउन सक्छौ, हिँड्न सक्छ प्र्याक्टिकल गरेर कहिले पनि हिँड्दैन, खालि गेम खेलाएर चाहिँ बसेको छ। यस्तो समय आउने भने बेला बेलामा टक्क माथि चम्मचको डाँडामा ट्रेक गर्ने हो। अनि यस्तो यस्तो भ्यू हेर्ने ल। आउँछौ तिमीहरू? बुढी त हिँड्न सक्छ होइन, बाबा चाहिँ हिँड्न सक्नुहुन्न। बुढी त अभियसली हुन्छ। तिमीहरू हिँड्ने हो भने अबदेखि ट्याक्क लगाएर यस्तो ठाउँमा आउने हो भने हेर, यस्तो ठाउँमा आउने भए पुरा बिहान बिहान हिँड्ने कोर्रा गर्ने ल, स्वयंमा कोर्रा गर्ने। अनि त्यस पछाडि हिँड्न सक्छ। अनि आउने 10 घन्टा हिँडेर यता यस्तो ठाउँमा हेर्न आउने, स्वर्ग हेर्न आउने। स्वर्ग हेर, स्वर्ग हेर, 10 घन्टा हिँड्नुपर्छ। दामी छ, हिँड्ने प्र्याक्टिस गर, कोर्रा गर।
अन्नपूर्ण यो मुनि चाहिँ ताल रहेको छ यो हिमाल चढ्ने 3 जना मान्छे यो नेपाली रहेछ सोनाम उक्नुङ शेर्पा यसलाई भन्छ स्वर्ग गाइस हामी चाहिँ अहिले मुक्तिनाथमा छौँ होइन म चाहिँ चारचोटि पछि चारचोटि बल्ल खास यसपालि आएको यसपालि चाहिँ मुक्तिनाथमा डह्रो हिउँ परिरहेछ गाइस होइन यस्तो हिउँ फुरुरु परिरहेछ अब होइन यस्तो अब आई थिङ्क यस्तो राम्रो सायद हुनसक्छ है अब यो हाम्रो यो तपाईँको हुन्छ नि हो अब यो हाम्रो शुभ सायद हुनसक्छ अब बाटोमा मृग देख्नु होइन अब राम्रो त्यस्तो चिजहरू देखेपछि चाहिँ यस्तो राम्रो हुन्छ भन्छन् अब यो चाहिँ यस्तो राम्रो छ हेर्नु न फुरुरु हिउँ परिरहेछ जागिरभरि हिउँ आइरहेछ गाइस यस्तो बवाल भइरहेछ तपाईँहरू पनि मुक्तिनाथमा आउनुहोला है इन्जोय गर्नुहोला यस्तै मौसम भइसकेपछि मौसम देखाउनु यस्तो बादल भएपछि चाहिँ हिउँ पर्दैछ यहाँ चाहिँ गाइस थ्याङ्क यू गाइस मुक्तिनाथ hello Seang Tashidelek Muktinath many miss you love you take care wow too many things yuck okay Tashidelek upper Mustang के बुढाले राम्ना दर आइ ओ परे हिउँ परे क्या है चिसो छ माथि परे हिउँ परेको हेर्न पाउने भयो त्यही माथि परिरहेछ हेर्नु त पानी परेपछि हिउँ पर्छ क्या हिउँ पर्छ क्या ए माथितिर परिरहेछ ल भाइ यसमा सिरियस मोड होला हिँड्दै आउने क्या बरु यहीँबाट आउँछ एउटा यसो अलिक क्लोज अप होला yuck हेलो गाइज हामी चाहिँ अहिले फोगदालको लेकमा छु गाइज होइन यस्तो बवाल छ यो लेक चाहिँ होइन लास्ट स्टेसनमा आइपुगेको छ गाइज राम्रो छ दामी छ इट्स गुड मर्निङ पोखरा होइन हामी चाहिँ पोखरामा छौँ हिजो तपाईँको एबिसी ट्रेकबाट हामी चाहिँ तल झरेको होइन यता आइपुगेको तातो पानीबाट चाहिँ यहाँ पोखरामा आएको हेर्नुहोस् माछा पुछ्रे हिमाल कसरी टिलिक हाँसिरहेको छ हेर्नुहोस् माछा अब के हाँस्छ र तपाईँको हिमाल हाँसिरहेछ होइन तपाईँको यता लेक पुरा टिल भइरहेछ डुङ्गा चढाउँ मन लगाइरहेछ गाइस होइन यस्तो राम्रो ठाउँ होइन पोखरा भनेको यस्तो राम्रो ठाउँ होइन यस्तो राम्रो ठाउँ यो मनले चाहेको यो तनले चाहेको ठाउँ हो क्या पोखरा चाहिँ तपाईँको यस्तो राम्रो ठाउँ छ कि टक्क मिलेको होइन चारैतिर तपाईँको हिमालयले घेरेको अनि मुनि तपाईँको फ्यो लेकले पुरै टल अटल रूपमा रहेको त्यहाँ माथि सरल डुङ्गा चढेर तपाईँको मन्दिरको परिक्रमा गर्न पाउनु भनेको यो सौभाग्यको कुरा हो गाइस तपाईँहरू पनि यदि इच्छा छ भने पोखरामा 1 चोटि 2 चोटि 3 चोटि गरिसक्नुहुन्छ आउनुहोस् लिनुहोस् इन्जोय गर्नुहोस् भन्दै मेरो 2 शब्द हेड टुङ्ग्याउँछु धन्यवाद गाइस
हेलो एभ्रिवान, हामी चाहिँ अब तपाईँको अहिले यो एबिसी बेस क्याम्पमा छौँ होइन। अब तपाईँहरू पनि आउनुहुन्छ भने जम्मा काठमाडौँबाट तपाईँको 2 डेजमा यहाँ आइपुग्नुहुन्छ। तपाईँको यो तातो पानीमा तपाईँहरू बिहानै 6 देखि 7 बजीसम्म 7 बजी हिँड्नुभयो भने तपाईँहरू तातो पानीमा आइपुग्नुहुन्छ। अनि तातो पानीमा आइपुगिसकेपछि ठ्याक्कै त्यहाँबाट तपाईँको त्यहाँ 1 नाइट स्टे त्यहाँ बस्ने तपाईँहरू होइन। 1 नाइट स्टे त्यहाँ बसिसकेपछि तपाईँहरू अनि त्यहाँबाट बिहानै 5 बजेको होइन 6 बजेको गाडी पाउनुहुन्छ। 5-6 बजेको गाडी चढेर होइन जिपमा चढेर अनि माथि ठ्याक्कै तपाईँको यो झोल खोला भन्ने आइपुग्छ। यो खोलामा आइपुगेपछि ठ्याक्कै त्यहाँबाट चाहिँ तपाईँको ठ्याक्कै ट्रेकिङ स्टार्टिङ गर्नुभयो भने ठ्याक्कै तपाईँको अनि ठ्याक्कै हामी चाहिँ यहाँ तपाईँको लगभग 7 घन्टा होइन 8 घन्टामा चाहिँ यहाँ आइपुग्ने रहेछ। मजाले हिँड्ने मस्तले हिँड्न सक्ने चाहिँ 7-8 घन्टामा आइपुग्दो रहेछ होइन। नत्र तपाईँको त्यस्तै हिँड्न नसक्ने होइन बाटोमा फोटो भिडियो खिच्ने यताउता गर्ने बिस्तारै हिँड्यो भने 10 घन्टामा चाहिँ इजिली आइपुग्दो रहेछ। तपाईँको यो बेस क्याम्प चाहिँ एकदमै राम्रो रहेछ होइन। वरिपरि हिमाल हेर्नुहोस् एकदम राम्रो छ हो। अब केही छैन, अब जिन्दगी भन्ने के छ र गाई छैन। अब कर्कालाको पानी जस्तै हो, कर्कालामा पानी त्यो पातमा पानी हालिदियो भने त्यो कता जान्छ क्या अब थाहै हुन्न क्या। त्यही भएर हामी अब हिँडिरहेछौँ, अब कहाँ गएर अब हाम्रो अब अन्त्य हुन्छ त्यो थाहा हुँदैन होइन। त्यही भएर अहिले घुम्नुपर्छ, इन्जोय गर्नुपर्छ गाई चाहिँ होइन। पैसा भने के होइन होइन, त्यो धन सम्पत्ति राखेर उ गरेर त्यो तपाईँको त्यो बेकारको जस्तो लाग्छ मलाई होइन। यसो 2-4 पैसा सदुपयोग गरेर घुमकाम गऱ्यो भने राम्रो, माइन्डलाई पनि फ्रेस हुन्छ होइन। डिप्रेसनमा पनि जान सक्दैन मान्छेहरू होइन। एकदम राम्रो हुन्छ। यस्तो हिमालहरू यस्तो तलाउहरू पोखरियाहरू यस्तो कुण्ड नदीहरू हेऱ्यो भने अब धेरै राम्रो हुन्छ। भगवान्ले बास गरेको ठाउँ हो योहरू भनेको चाहिँ होइन। अब जस्तै हुन्छ नि सम्झु जय सम्झु होइन हुन्छ नि बजुरा गुरुहरू त्यस्तै भन्छ नि, त्यस्तै बास गरेको ठाउँ हो, भगवान्ले बास गरेको ठाउँ हो हिमाल पर्वत। अब यो भनेको चाहिँ होइन। त्यही भएर तपाईँहरू पनि घुम्न आउनु होला। अब मेरो अब 2-4 सप्ताह तपाईँहरूलाई कस्तो लाग्यो होइन, के लाग्यो अब तलतिरको कुण्डको त्यो भिडियोहरू पनि मैले तालको भिडियोहरू पनि खिचेको छु होइन। अब मेरो भ्लग हेरेर तपाईँहरूलाई कस्तो लाग्छ होइन। अब राम्रो लाग्छ भने सब्सक्राइब गरिदिनुहोस् होइन। अब राम्रो लाग्दैन भने अब ठिकै छ होइन। मेरो भिडियो हेरेर चित्त बुझाउनु होला गाइस भन्दै मेरो 2 वटा शब्द यहाँ टुङ्ग्याउँछु। धन्यवाद, बाई बाई।